साथीहरू, नेपालमा कम्युनिस्टको नाममा कमाउने धन्दा गर्नेहरूले के भन्छन् त भन्दाखेरि यो देश धर्मले बिगार्यो, हिन्दू धर्मले बिगार्यो हैन। यो धर्म मान्नु हुँदैन, यो धर्म चाहिँदैन, धर्म मान्नु भनेको चाहिँ अन्धविश्वास हो भन्छन् के। अनि जब यसरी चाहिँ बिस्तारै बिस्तारै गणतन्त्रको नाममा कम्युनिस्टको नाममा चाहिँ जब यिनीहरूले नैतिक शिक्षा हटाए, संस्कृत शिक्षा हटाए हैन, धर्म मान्नु हुँदैन भन्दै चाहिँ मन्दिरहरू भत्काउन थाले र मान्छे अधर्मी बन्दै गए। र जब मान्छे अधर्मी बनेर चाहिँ जब अपराधिक क्रियाकलाप गर्न थाले, अब यिनीहरूलाई अधर्मीसँग पनि प्रब्लम छ। अब यिनीहरूले फेरि अधर्मको पनि विरोध गर्दैछन्। है तिमीहरू चाहन्छौ चाहिँ के? पढ्न जरुरत छैन भन्ने अनि शिक्षित पनि खोजेर पाइन्छ? हामी त बार बार भन्छौँ स्कुलमा नैतिक शिक्षा चाहिन्छ, सांस्कृतिक शिक्षा चाहिन्छ हैन, धार्मिक शिक्षा चाहिन्छ हैन, धर्म के हो अधर्म के हो त्यो पढाउनु पर्छ, बुझाउनु पर्छ। जब बाल्यकालदेखि नै यो सबै सचेतनाहरू हालिँदै जान्छ, त्यसपछि बल्ल उसले चाहिँ समाजमा जिउन सिकेको हुन्छ, समाजलाई इज्जत गर्न सिकेको हुन्छ। तर यहाँ कयौँ व्यक्तिहरू मैले देख्छु धर्मलाई बार बार घोचेर बार बार धर्मलाई विरोध गरेर अनि त्यसपछि मान्छे जब अधर्मी भयो, अब जब समाजमा अराजकता फैलियो र आज उनीहरू नै यो अराजकता किन फैलिरहेको छ, यो अपराधिक क्रियाकलाप किन फैलिरहेको छ उनीहरूलाई थाहा छैन। उनीहरू आज पनि विरोध नै गरिरहेका छन्। यो नेपाली जनता के चाहन्छन् मैले बुझ्न सकेको छैन। प्लिज तपाईँहरूले बुझ्नुहुन्छ नि कमेन्ट गर्नुहोस् है त।